आज हामी तपाईलाई ट्युबलेस टायर भित्रबाट कसरी बनाउँछौं त्यो हामी यस भिडियो मार्फत देखाउनेछौं। यो पञ्चर चाहिँ पहिला नै बाहिरबाट घोचेको बनाएको रहेछ र यसलाई आज हामी भित्रबाट टाल्छौं। त्यसका लागि सबैभन्दा पहिला हामी टायर रिङबाट बाहिर निकाल्छौं अनि भित्रबाट यसलाई हामी पेच मार्फत यसको पञ्चरलाई हामी पर्मानेन्ट सधैँको लागि बनाउनेछौं। सबैभन्दा पहिला हामी टायर चेन्जरमा हामी यस टायरलाई खोल्छौं। तपाई यस भिडियोमा हेर्दै हुनुहुन्छ हामी टायर चेन्जरले नै टायर खोल्दैछौं। लिभरले खोल्दा टायरको बिट बिग्रिने सम्भावना धेरै हुन्छ, त्यसैले टायर चेन्जर नै प्रयोग गरौँ। हामीले अघि नै मार्क गरेर राखेका थियौं बाहिरबाट, त्यही मार्कको हिसाबले हामी भित्रबाट हेर्दा पहिला नै यो बाहिरबाट घोचेर पञ्चर बनाएको रहेछ। अब हामी यसलाई एयर ग्राइन्डरले हामी यसलाई पहिला घोट्छौं, यसलाई बफ गर्छौं। जति पनि रेखाहरू छन् साना साना देखिए रेखा, यसलाई हामी पुरै बफ गरेर यसलाई हामी प्लेन बनाउँछौं। हामी यसमा 1 नम्बरको स्टिकर हाल्नेछौं। त्यही 1 नम्बरको स्टिकरको साइज अनुसार हामी यसलाई घोट्छौं। तपाई देख्न सक्नुहुन्छ हामी यसलाई बिस्तारै 1 नम्बरको साइजमा घोटेर यसलाई एकदम प्लेन बनाउँछौं। घोटाइ चाहिँ एकदम सही हुनुपर्छ। घोटाइ सही भएन भने लिकेजको सम्भावना हुन सक्छ, त्यसैले हामी यसलाई एकदम मजाले घोटेर प्लेन बनाउँछौं। त्यसपछि हामी ओम्नी कम्पनीको सोल्युसन युज गर्छौं अनि त्यो ओम्नीको सोल्युसन प्रयोग गरेर हामी यसमा पेच हाल्दैछौं। यो 1 नम्बरको पेच हो। यो पेचलाई चाहिँ एकदम मजाले टाँसेर माथिबाट रोलरले चाहिँ हामी एकदम रोल गर्नुपर्छ। यो टायर चाहिँ 215, 60, 16 रहेको छ, जुन ब्रेजाको टायर हो यो। अब हामी यसलाई यो पञ्चर पूर्ण रूपमा हामी टालिसकेका छौं। अब हामी टायर फिट गर्छौं र टायर फिट गरेर हामी यसमा फेरि सेम्पु पानीले हामी पञ्चर चेक गर्छौं। ल तपाई हेर्न सक्नुहुन्छ यो पञ्चर पूर्ण रूपमा टालिसकेको छ र यसरी नै तपाई आफ्नो गाडीको भित्रबाट पञ्चर बनाउन सक्नुहुन्छ।